अमितको आमा राजु राजु लामाको म्याडम विशेष पनि आसन लाग्नुहुन्छ। अमितको बहिनी अब भित्र आउने सबै यो भाइहरूको अथक प्रयासबाट हामी 7 नम्बरवाले एउटा यो 5औं संस्करणको यो मेयरको अप्रुभल प्रतियोगितामा हामी सफल हुन सकेका छौँ। पक्कै पनि यहाँको अत्यन्त ठुलो योगदान छ। त्यसो हुनाले अब यो हामीले तपाईँहरूलाई यो सम्मान पत्र पनि यहाँ बनाएर ल्याएका छौँ। तपाईँहरूले नगरपालिकाले पनि प्रमाणपत्र दिएको छ, संसदले वितरण हुन्छ यो। र यसको साथमा यहाँलाई पुरस्कारको रूपमा हामीलाई प्राप्त भएको 2.5 लाखमा करकट्टी गरेर 25% करकट्टी हुन्छ। त्यसमा करकट्टी गरेर बाँकी रहेको 1,87,500 सबै भाइहरूलाई डिभाइड गरेर यहाँहरू चाहिँ अब म्यानेज गर्नु भएको छ है। त्यो म्यानेज अनुसार तपाईँहरूको चाहिँ अब त्यही अनुसारको चाहिँ हामीले नगदको व्यवस्थापन गरेका छौँ। त्यसै सन्दर्भमा फेरि यो सम्मान पत्र चाहिँ म नगरपालिकाबाट लिएको चाहिँ एउटा पढेर सुनाउँछु। त्यस पछाडि हाम्रो सम्मान पत्र गर्नुमा अनि यहाँलाई त्यो वितरण यो 5औं मेयर मतदान प्रतियोगिताको विजेता नम्बर 7को कार्यबाट सहभागी सबै खेलाडीहरूलाई सम्मान कार्यक्रमका समालोचना गर्ने हाम्रो खेल विभागको संयोजक तथा यो टिमको व्यवस्थापक वडा सदस्य त्यसै गरी आजको कार्यक्रमको अध्यक्षता गर्नुहुने के अरे अध्यक्ष प्रबन्धकता गर्नुहुने हाम्रो सबैलाई धन्यवाद। त्यसै गरी हाम्रो वडा सदस्यहरू यहाँ चाहिँ हाम्रो कार्यक्रम सञ्चालन गर्नुहुने हाम्रो सदस्य प्रमुख वडाको सचिव भैरराज कुमार सर, त्यसै गरी हाम्रो शाखाबाट रङपुर महानगरपालिका शाखाबाट यही वडा निवासी हाम्रो राष्ट्र सेवा कर्मचारी रूपमा कार्यरत केशव लान्छाने कहिले पनि 12, 13, 15 दिन भएन 19-20 सबैजना जति पनि खेलाडी हुनुहुन्छ त्यसमा 1% चढाएर माथि होला। तर सबैको खेलको तारिफ जोकै छ। र यसै गरी खेल्दै जानुभयो भने पक्कै पनि हामीले विगत दिनमा अब 7 नम्बर खेलाडी छान्नुपर्छ आउँदाखेरि जिल्लाले होस् र राष्ट्रले छान्नु गर्दाखेरि 7 नम्बर खेलाडी ल्याउनुपर्छ। 2 जना खेलाडी चाहिँ ल्याउन सक्यो भने हामी खेलिदिन्छौँ भन्ने कमसेकम त्यो बोनस भोलिको दिन पर्छ भन्नेको मैले विषय दिएको छु। तपाईँहरूले राम्रो खेल्नुहोस्, राम्रो खेल्दै जानुहोस् र त्यसको लागि हाम्रो 7 नम्बर जनप्रतिनिधि हामी भइन्जेल र भइन्जेल र भोलि के होला थाहा तपाईँले जहिले पनि साथ छ हाम्रो। अब 5 वर्ष भइसक्यो 6 र 7 मा दिनु हामीले हाइटेक पनि हो अनि 2 वर्षमा हामीले हाइटेक पनि त्यस कारणले पनि तपाईँले ज्ञान दिएर तपाईँको पसिना नगर्नुहोस्। हामीले जति पनि पुरस्कार दिएका छौँ त्यो पुरस्कार तपाईँले नै यो तपाईँले तपाईँको पसिना भन्दा हामीले अलिक बाढेको